भन्छन् नेपाल विद्युत प्राधिकरण 46 अर्ब नाफामा छ। हितेन्द्रदेव भन्छन् हैन प्राधिकरण 5 अर्ब घाटामा छ। कुलमान भन्छन् 99% नेपालीको घरमा बिजुली पुग्यो। हितेन्द्रदेव भन्छन् हैन बल्ल 97% नेपालीको घरमा बिजुली पुगेको छ। कुलमान भन्छन् 8 वर्षदेखि प्राधिकरण निरन्तर नाफामा छ। हितेन्द्रदेव भन्छन् प्राधिकरणको 2 खर्ब 48 अर्ब 12 करोड त ऋण नै छ। कुलमान भन्छन् विद्युत चुहावट 12% मा झरेको छ। हितेन्द्रदेव भन्छन् हैन चुहावट 14% बढी छ। एउटा संस्थानको यो तथ्याङ्क मात्र 1 महिनाको फरकमा 2 फरक कार्यकारी निर्देशकले दाबी गरेको तथ्याङ्क हो। कुलमान घिसिङ प्राधिकरणबाट बर्खास्तीमा परेर निस्किँदै गर्दा सार्वजनिक गरेको तथ्याङ्क र नयाँ कार्यकारी निर्देशक भएर प्राधिकरण फर्किएका हितेन्द्रदेवले सार्वजनिक गरेको तथ्याङ्कमा के फरक पर्यो? आउनुहोस् द रिपोर्टरमा चर्चा गरौँ। चैत्र 11 गते विभागीय ऊर्जा मन्त्री दीपक खड्काको बारम्बारको प्रयासपछि मन्त्री परिषदकै निर्णयबाट बर्खास्तीमा परेका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको यो तथ्याङ्कको अंश हेर्नुहोस्। र यो श्वेतपत्र अर्थात् प्राधिकरणको हालको अवस्था देखाउने भन्दै नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव साक्यले तयार पारेको विवरण जुन औपचारिक रूपमा सार्वजनिक भएको छैन। 18 घण्टासम्मको लोड सेडिङ हटाएर लोकप्रिय बनेका कुलमान घिसिङले सार्वजनिक रूपमा नै नेपाल विद्युत प्राधिकरणलाई उचाइमा पुर्याएको दाबी गर्दै आएका थिए। उनले मात्र होइन सर्वसाधारणको घरमा कुलमानको 2 कार्यकालको अवधिमा मैनबत्ती र इन्भर्टर लगभग लोप भएका थिए। यसैले पनि उनको चर्चा सुनिएको थियो। सर्वसाधारणलाई लोड सेडिङमा राखेर उद्योगीहरूलाई दिएको डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल उठाउन सरकारकै असहयोग भएपछि उनी नै किनारामा पुगे। उनी प्राधिकरणमा हुँदा सार्वजनिक भएको विवरण र उनले प्राधिकरण छाडेको 1 महिनामा सार्वजनिक भएको विवरण फरक देखिएको छ। तर रोचक कुरा त के छ भने यसअघि कुलमान घिसिङले प्राधिकरण नाफामा रहेको बताउँदा उनलाई बर्खास्त गर्न लागि परेका ऊर्जा मन्त्री दीपक खड्काले कागजी नाफा भएको संसदको रोस्टमै दाबी गरेका थिए। कुलमानले प्राधिकरण नाफामा रहेको तर्क गरेका थिए। आर्थिक वर्ष 73-74 बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आर्थिक वर्ष 80-81 सम्ममा सञ्चित नाफा करिब 47 अरब पुगेको छ। कुलमान घिसिङका कुरालाई ऊर्जा मन्त्रीले कागजी नाफा भनेका थिए। त नाफा के रहेछ भनेर हेरियो। एउटा नाफा 22 अर्ब व्यापारीहरूले तिर्नुपर्ने पैसा तिरेका छैनन् भनेर त्यो नाफा बाँधिएको रहेछ। त्यसको राजस्व पनि तिरिया छ। अब जुन उठ्दै उठ्या छैन आजसम्म यकिन हुन सकेका छैन कति नाफा हो, के नाफा हो, कति उठ्नु पर्ने हो, विवादित विषय छ। यो सम्मानित लेखा समितिमा पनि छलफलको विषय छ। हामीले पनि धेरै मेहनत गर्यौं यसमा। यस सन्दर्भमा आउन आम्दानी हुन्छ कि हुँदैन भन्ने विषय नाफा मानेर राजस्व तिर्न पाइन्छ कि पाइँदैन यो मान्यज्यूहरूले भनिदिनु भए हुन्छ। उनी ऊर्जा मन्त्री दीपक खड्काले नियुक्त गरेका कार्यकारी निर्देशक हितेन्द्रदेव साक्यले पनि फेरि सञ्चित नाफा 47 अर्ब बढिरहेको श्वेतपत्र नै बनाए। भनेपछि कुलमानलाई कमजोर देखाउन ऊर्जा मन्त्रीले संसदलाई झुठो बोलेको स्पष्ट भयो। मन्त्रीको बोली मात्र होइन प्राधिकरणले अहिले जारी गरेको श्वेतपत्रमा पनि कुलमानले सार्वजनिक गरेका अधिकांश विवरण फरक देखाउन खोजिएको छ। जस्तै विद्युतको पहुँच। कुलमान घिसिङले 99% भन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको र 1 वर्षभित्र पूर्ण विद्युतीकरण हुने गरी काम भएको दाबी गरेका थिए। करिब 42% घर परिवारमा त विद्युत सेवा नै पुगेको थिएन। यी बस्ती र बासिन्दाले बिजुलीको उज्यालोको व्यग्र प्रतीक्षा गरिरहेका थिए। तर यो बीचमा 99% भन्दा बढी परिवारमा विद्युतको उज्यालो पुर्याउन प्राधिकरण सफल भएको छ। कुलमानले मात्र होइन अर्थ मन्त्रालयले तयार पारेको आर्थिक सर्वेक्षण 2081 ले पनि 97.7% जनसङ्ख्या राष्ट्रिय प्रसारण ग्रिडको पहुँचमा रहेको उल्लेख गरिएको थियो। तर हितेन्द्रदेवले तयार पारेको श्वेतपत्रमा भने यो तथ्याङ्क घटाइएको छ। साक्यले जारी गरेको श्वेतपत्रमा प्राधिकरणको तर्फबाट विद्युत पहुँच 97.5% पालिकामा र 95% ओडाहरूमा र घर संरचनाको आधारमा 91.41% तथा परिवार संख्याका आधारमा 84.62% जनसङ्ख्यामा मात्रै प्राधिकरणको विद्युत पुगेको तथ्याङ्क उल्लेख गरिएको छ। हितेन्द्रदेवले अझै 15% जनसङ्ख्यामा विद्युत नपुगेको दाबी गर्दै गर्दा कुलमान घिसिङले भने 1 महिना अघि मात्रै विद्युत प्राधिकरण आफै विद्युत नपुगेको घर खोज्दै विकट बस्तीमा पुगिरहेको दाबी गरेका थिए। विगतमा विद्युत सेवा माग गर्दै
उपभोक्ताहरू प्राधिकरण धाउने अवस्था थियो। अहिले अवस्था फेरिएको छ। प्राधिकरण आफै नपुगेका घर खोज्दै विकट स्थितिहरूमा पुगेर विद्युतीकरण गरिरहेको छ। हुन त उनी बर्खास्तीमा परेको दिन पनि मकवानपुरको विकट गाउँ रक्सीडाङमा विद्युत उद्घाटन गर्दै थिए। कुलमान र हितेन्द्रले विद्युत चुहावटमा पनि फरक तथ्याङ्क देखाएका छन्। कुलमानले विद्युत चुहावट 12.73% झारेको दावी गरिरहेका थिए। आर्थिक वर्ष 2072-73 मा करिब 26% विद्युत चुहावट रहेकोमा आर्थिक वर्ष 80-81 मा करिब 12.73% कायम गर्न सफल भएका छौं। तर कुलमानको दावीलाई खण्डित हुने गरी हितेन्द्र देवले अर्को तथ्याङ्क तयार पारेका छन्। जारी हुन नसकेको श्वेत पत्रमा विद्युत चुहावट दर 14.85% रहेको उल्लेख गरिएको छ। विद्युत चुहावटको तथ्याङ्क पनि 2%ले फरक परेको देखिन्छ। यस्तै कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण 46 अर्ब 47 करोड सञ्चित नाफामा रहेको बताएका थिए। आर्थिक वर्ष 73-74 बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आर्थिक वर्ष 80-81 सम्ममा सञ्चित नाफा करिब 47 अरब पुगेको छ। नेपाल फाइनेन्शियल रिपोर्टिङ स्ट्यान्डर्ड NFRS 2018 बमोजिम प्राधिकरणको नाफा 47 अर्ब रुपियाँ नै रहेको स्वीकार गरिएको थियो। तर हितेन्द्र देव साक्यले प्राधिकरणमा हालसम्म 5 अर्ब 26 करोड सञ्चित नोक्सानीमा रहेको उल्लेख गरेका छन्। आयकर ऐनको प्रावधान अनुसार कर पिरोजनका लागि 12 वर्षको नोक्सानी समायोजन एक्सिलरेटेड डेप्रिसिएसन बापतको रकम कट्टा गर्दा सञ्चित नोक्सानी हुन आउने दावी गरिएको छ। तर कर व्यवस्था र एक्सिलरेटेड डेप्रिसिएसनको अवधि गणना 12 वर्ष नभई 5 वर्षको मात्रै बाँकी छ। आयकर ऐन अनुसार हुनुपर्ने यस्तो हिसाब आर्थिक वर्ष 2075-76 सम्मको कट्टा भइसकेको छ। आर्थिक वर्ष 75-76 यताको 5 वर्षका लागि प्राधिकरणले 11 अर्ब रुपियाँ अग्रिम कर कट्टी बापत व्यवस्था गरिसकेको यसअघि नै जनाइएको थियो। यस्तै कुलमान बाहिरिएपछि प्राधिकरणले क्याश क्राइसिस भएको भन्दै ठेकदारको भुक्तानी तथा सहायक कम्पनीको शेयर खरिदको भुक्तानी दिन 10 अर्ब ऋण खोज्नुपर्ने अवस्था आएको बताएको थियो। तर प्राधिकरणकै खातामा 10 अर्ब 10 करोड मौजदात रहेको श्वेत पत्रमा पनि उल्लेख गरिएको छ। यस्तै विदेशी मुद्रा मुद्दती खातामा 3 अर्ब 68 करोड, धरोटी खातामा 3 अर्ब 95 करोड र चालु खातामा 2 अर्ब 47 करोड रुपियाँ मौजदात रहेको श्वेत पत्रमा उल्लेख गरिएको छ। यसअघि कुलमान घिसिङले 3 पटक गरी 25% विद्युतको महसुल घटाएर पनि सञ्चित नाफा 47 अर्ब रुपियाँ पुर्याएको बताएका थिए। आर्थिक वर्ष 73-74 बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आर्थिक वर्ष 80-81 सम्ममा सञ्चित नाफा करिब 47 अरब पुगेको छ। तर हितेन्द्र देवले भने आमदानीको 59% विद्युत खरिदमा खर्च हुने भएकाले विद्युत महसुल वृद्धि गर्नुपर्ने श्वेत पत्रमा उल्लेख गरेका छन्। न त श्वेत पत्रमा उनले डेडिकेटेड तथा ट्रङ्क लाइन सडक बत्ती र सरकारी कार्यालयको बक्यौता असुलीलाई पनि प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्। तर नियुक्ति भएको 1 महिना बढी भइसक्दा पनि डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उठाउनु पर्ने महसुल उठाउन कुनै पनि पहल भएको देखिँदैन, जबकि उनको नियुक्ति नै यही विवादको घेराबाट भएको थियो। कुलमान घिसिङले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगबाट महसुल उठाउन हर प्रयास गर्दा पनि सरकारले नै सहयोग गरेको थिएन। प्राधिकरणले पटक पटक गरी 4 पटकसम्म लाइन विच्छेद तथा अन्य विकल्प समेत अवलम्बन गरी बक्यौता असुलीको प्रयास गरिरहेकोमा पटक पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ। लाइन विच्छेद गरी बक्यौता असुली गर्ने सहमतिको लागि मैले विद्युत नियमन आयोगलाई 2081 चैत्र 11 गते पत्राचार गरेको थिएँ। त्यस लगत्तै मलाई बर्खास्त गर्ने निर्णय मन्त्री परिषदबाट भएको हो। बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ। सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्य विरुद्धको अपराध हो। तर हितेन्द्र देव नियुक्त हुँदा साथ डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल उठाउने भनेर हल्ला गरी पनि लगभग यो विषय अब हराउँदै गएको छ। यस्तै श्वेत पत्रमा 2081 फागुनसम्म डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन तर्फको 23 अर्ब 44 करोड रुपियाँ सहित प्राधिकरणको जम्मा बक्यौता 44 अर्ब 54